नमस्ते, नमस्ते। हजुरको नाम? मेरो नाम चाहिँ सुषमा लामा। सुषमा लामा। हजुर। सो आज यो तपाईँहरूले प्रोडक्ट स्टल यहाँ राखिरहनु भएको छ होइन? हजुर। सो यो कम्पनीको बारेमा र हजुरको यो प्रोडक्ट्सहरू जुन सो मैले हाम्रो देखिरहेको छु म्याडनी, हाम्रो कम्पनी टोटल भयो बेस्ट म्याड हनी अनि हामीसँग बेस्ट म्याड हनीमा अहिले यहाँ चाहिँ दुईवटा खालको छ। एउटा मेडिसिनल म्याड हनी भयो अनि एउटा चाहिँ स्ट्रङ एन्ड पोटेन्ट म्याड हनी भन्ने हुन्छ। त्यसमा चाहिँ ग्रोएनोटक्सिन भन्ने जुन टक्सिन त्यो भिरमौरीको मह खाएपछि लाग्छ भन्ने जुन लाग्ने पदार्थ चाहिँ यसमा चाहिँ मिडियम लेभलको हुन्छ अनि यसमा चाहिँ अलि हुँदैन। यो चाहिँ मेडिसिन पर्पजको लागि मात्रै भयो। अनि त्यसपछि अझै हाई लेभलको ग्रेनोटक्सिनवाला मह खोज्नुहुन्छ भने हाम्रो स्टोरमा एभाइलेबल छ। हाम्रो स्टोर चाहिँ थमेलमा, ज्याठामा अनि मखनमा छ। अनि अरूहरू चाहिँ हामीसँग यो नर्मल क्लिफ हनी भयो, यो पनि क्लिफको हनी भयो। अनि अरू छ चिउरी हनी, मस्टर्ड हनी, बकविट हनी, रुदिलो यतिहरू छ। अनि हर्ब्सहरू पनि छ। यो हर्ब्स भन्नाले के हो यो? हजुर, यो चाहिँ बेल फ्रुट हो। अनि चाहिँ मोरिङ्गा भयो अनि यो चाहिँ त्यो अमला सुकाएकोवाला भयो। अरू हर्ब्सहरू पनि हाम्रो अफिसमा चाहिँ स्टोरमा चाहिँ एभाइलेबल छ। अनि त्यो बाहेक हामीसँग शिलाजितहरू छ। यो यसलाई चाहिँ सन ड्राइड शिलाजित भनिन्छ। अनि यो चाहिँ गोल्ड ग्रेड भयो, आइरन ग्रेड भयो, डिफ्रेन्ट शिलाजितहरू, ब्लू प्रपोलिसहरू भयो। अनि यो जुन छ म्याड हनी त होइन, हजुर। लाइक धेरै खानु हुँदैन भन्छ नि। अघि हजुरले माइल्डको कुरा गर्नुभयो, अलि स्ट्रङ अझ लोको कुरा गर्नुभयो। यो चाहिँ लाइक कसरी त्यो बनाइन्छ र हुन्छ नि खाँदाखेरि यो चाहिँ कति? बनाउने भनेको यो जङ्गली मौरीले नै बनाउने हो। भिरमा सुन्नुभयो होला नि, भिरमा हुन्छ। अनि यो हार्भेस्ट गर्न पनि अलिकति धेरै गाह्रो भयो। अनि प्लस यसको लाग्ने चाहिँ किनभने जुन गुराँसबाट चाहिँ त्यो टोक्सिन पाउँछ क्या, ग्रोएनोटक्सिन भन्ने जुन त्यो चाहिँ गुराँसबाट पायो। अनि त्यो गुराँस पनि एकदम त्यो हाई लेभलको कि हाई एल्टिट्युडको जुन हामीले भेट्दैनौँ नि, त्यहाँको गुराँसहरूको रस निकालेर जब मौरीले बनाउँछ नि, त्यसपछि चाहिँ त्यस्तोवाला मह बन्ने भयो। सो जुन अघि त्यो माइल्डको कुरा गर्नुभयो त्यो चाहिँ के कसरी चाहिँ डिटरमाइन गर्नुहुन्छ कि यो माइल्ड हो यो चाहिँ यस्तो लो? त्यो चाहिँ सिजन अनुसार हुन्छ। अब ओके। कुन सिजनमा काटेको त्यही अनुसारको त्यो ग्रेनोटक्सिन लेभल डिफ्रेन्ट हुँदै जाने हो। ओके, सो त्यो चाहिँ टेस्टिङ कसरी गर्नुहुन्छ? ल्याब टेस्ट? ल्याब टेस्टिङ हाम्रो यो एफडीए एप्रुभ नै हो। युएस ल्याब टेस्टेड भएर नै आउने हो सबै। ओके कुनै पनि त्यस्तो हार्मफुल छैन। ओके। अनि अर्को चाहिँ होइन, हार्मफुल भन्दा नि लाइक हुन्छ नि तपाईँहरूले अघि जुन एउटा केमिकलको कुरा गर्नुभयो नि होइन, त्यो त लाइक डिफ्रेन्ट ब्याचमा चाहिँ हजुरले त्यसलाई टेस्टिङ गर्नुहुन्छ होला नि त होइन, ल्याब टेस्ट गर्नुहुन्छ होला। सो त्यसलाई चाहिँ बाहिरै पठाउनुहुन्छ टेस्टको लागि। अनि त्यो बेसिसमा चाहिँ यो कुन ग्रेडको छ, लो छ कि माइल्ड छ कि हाई छ कि भन्ने कुरा चाहिँ थाहा हुन्छ। त्यो पनि हो। अनि प्लस सिजन अनुसार काटेको माने फरक पर्छ। सिजन अनुसार नै थाहा हुन्छ कि यो सिजनमा निस्केको चाहिँ माइल्ड नै हुन्छ भन्ने चाहिँ हुन्छ। हजुर, किनकि यिनीहरू चाहिँ गुरुङ कम्युनिटीले यो हार्भेस्ट गर्ने हो। अनि धेरै पुरानो कल्चर भयो नि त। अहिले पनि नयाँ टेक्नोलोजी आएको छैन यो हार्भेस्ट गर्न। त्यही पुरानै धेरै रिस्की हुन्छ लाइफको लागि। मान्छेहरूलाई कतिजना खसेर चोटपटक लाग्ने, मान्छे मर्ने त्यस्तो हुन्छ। ओके। अनि गाह्रो पनि हुने भएर अनि त्यसपछि हामीले अब यहाँ ल्याएर यस्तो उयो प्रोसेस गरेर बेच्दाखेरि अलिकति महँगो हुनु भयो। राइट। सो हजुरको चाहिँ ब्याकग्राउन्ड के हो त? आई थिङ्क हजुरलाई अलिक टेक्निकल्ली पनि होइन कति कुराहरू थाहा रहेछ भनेपछि वाट्स योर ब्याकग्राउन्ड? कस्तो मेरो पर्सनल लाइक तपाईँको पढाइ हुन्छ नि, एजुकेसन ब्याकग्राउन्ड चाहिँ? हजुर, अहिले पढ्दैछु। मेरो 3rd इयर हो बिबिएस। यो चाहिँ BBS। मेरो पार्ट टाइम जब मात्रै हो। ए ओके। हजुर, ए ओके। यो चाहिँ काम गर्दा गर्दै तपाईँले यसको प्रोसेसहरूको बारेमा बुझेको चाहिँ नलेज दिँदै। नलेज दिँदै गरिरहनु भएको छ। राइट। सो हजुरको चाहिँ अब यो प्रोडक्टहरू कसैले किन्नु पऱ्यो भनेदेखि चाहिँ वे दे क्यान गो, लाइक कसरी रिच आउट गर्ने तपाईँहरूलाई? हाम्रो अनलाइन पनि छ। यो हाम्रो बेस्ट म्याड हनी भनेर इन्स्टाग्राम पनि छ, नम्बरहरू। राइट। अनि हाम्रो अब स्टोर फिजिकल्ली उयो जानुहुन्छ भने स्टोर पनि भयो मखनमा, ज्याठामा अनि थमेलमा 3टा स्टोर छ। अनि त्यही भिजिट गर्न सक्नुहुन्छ। हस्, थ्याङ्क यू भेरी मच। हाम्रो बेस्ट म्याड हनी यो वाइल्ड हनीको हिस्ट्री भयो, कसरी उयो फर्म हुने। अनि हन्टिङ ट्राइब अफ नेपाल। अनि यदि कोही अब हनीको लागि यस्तो हनी हार्भेस्ट गर्न जान रहर इच्छा हुन्छ नि, त्यस्तो उहाँहरूलाई पनि हाम्रो उयोबाट लाने सुविधा पनि छ। राइट। ओके। अगाडि नै त्यो कुरा गरेर बुकिङ गरेर
सो हजुरले त्यो फेसिलिटेट गरिदिनुहुन्छ त्यहाँ आफै गएर आफैले चाहिँ अनि टिमसँग एउटा टिमसँग पठाइने ए ओके हजुर आफै उहाँहरूले चाहिँ अब पर्मिसन पाउनुहुन्न होला सायद किनकि यसको लागि त एक्सपिरियन्स चाहियो Right. अनि जस्ट त्यो हेर्न एडभेन्चरको लागि जान चाहिँ पाइन्छ ओके त्यो चाहिँ हेल्थ बेनिफिट्स भयो राइट यति च्यालेन्जिङ छ है सो यो जुन फोटोमा हामीले देखिरहेको छ जुन क्याटलग भिडियोजहरू पनि हेर्न सक्नुहुन्छ ए राइट स्योर लुक इन्टु यर पेज होइन यहाँनिर उहाँको स्क्यान पनि रहेछ सो राइट थ्याङ्क यू भेरी मच